भर्खरै पछि घटना हो हेर्नुहोस्। नवलपुरको विनय त्रिवेणी गाउँपालिका वार्ड नम्बर 1 मा त्यो जब पुल भत्किएपछि यो तल डाइभर्सन थियो। अहिले गाडी आउने क्रममा काठमाडौँ गाडी पश्चिमको गाडी 42 जना पेसेन्जर सहित हेर्नु त अहिले उताबाट हाइड्रोले भित्र आत्तिरहेछन्। हामी 100 जना छौँ। त्यो पुल यो खोला बिचमा को जान सक्ने हो? यहाँ उद्धार गरेर के सक्ने? एउटा हाइड्रा आएको छ यहाँ, दुईवटा उताबाट खोला काट्दैछ। त्यो सकेको अवस्था छैन। 1 घन्टा भयो उद्धारै बसेन। यस्तो अवस्थालाई सरकारले यो व्यवस्थापनको लागि व्यवस्थापन नगरेर, त्यो बाटोको लागि व्यवस्थापन नगरेर ती गाह्रो व्यवस्था हो। व्यवस्थापन समिति भनेको कहाँ छ नेपाल सरकार? हेर्नुहोस्, हामीले के गर्ने? हाम्रो ज्यान दिएर जाने? हेर्नु त गुहारमा आइरहेछन्, छटपटाइरहेछन् भित्रको मान्छेहरू। हेर्नु उसको घाँटी पानी आइसक्यो। हेर्नुहोस् खोला पानी बढिरहेछ। पानी बढिरहेको अवस्था छ। उसले उतापट्टि खन्दियो क्या बाइकबाट लाउन गुहार भनेको अवस्था छ। खोलाको चाप हेर्नुहोस्, खोला यसरी उर्लिएछ। हेर्नुहोस् त यो बाटोको लागि संबन्धित निकायले यति बेला हिँड्न हुँदैन, यो बाटो ब्लक गरिदिन पर्ने हो। यत्रो जनताले दुःख पाइरहेको अवस्था छ। पानी बढिरहेछ, पाहाडतिर पानी आइरहेको अवस्था छ। हेर्नुहोस् त्यो झ्यालबाट गुहारमा आइरहेको अवस्था छ। त्यो हाइड्रो आएर केही काम गर्ने अवस्था छैन, केही छैन। हजारौँ जना हामी वारी छौँ भने हजारौँ जना सुरासन पारी छ। हेर्नुहोस् पानी आइरहेको आकाशबाट। विकल्प देशको हालत एउटा जान थाल्यो। हेर्दै पानी बढ्यो कि भित्रै जो छिर्न थालिसक्यो पानी। अघि आधी थियो कि पानीको चाप बढेछ कि पानीको चाप बढिसक्यो। गाडी पल्ट्यो भने कसैले पनि अवस्था जोन छैन, अवस्थै छैन। ड्राइभरहरू त होला, ड्राइभरहरू कोही होला। हेर्नु त पेसेन्जरलाई त कति गाह्रो होला। हेर्नु त गुहार बाहेक केही छैन। हेर्नुहोस् हतार मृत्युसँग लडिरहेछन्। तिमीलाई गुहारमा आइरहेछन्। हेर्नु झ्यालबाट। अब हामीले के भन्ने, नाप्दिनु बाहेक केही भन्न सक्ने अवस्था पनि छैन। यताबाट काम गरिरहेछ जेसिबीले काम गरेर। यो विनय खोलाले यसरी झुक्कायो। हेर्नुहोस् यो खोलामा खोला बाढी पहिरो आउँछ भन्दै यहाँको व्यवस्थापनले, यहाँको दैविक प्रकोपको संस्थागत व्यक्तिहरूले चाहिँ यो खोलामा गाडी हाल्न हुँदैन यस्तो छ भनेर त्यहाँ ट्राफिक अथवा यातायातको व्यवस्थाको मान्छे राखिदिएर यहाँ बन्द गरिदिए यो अवस्था हुने थिएन। यो दुर्घटना भयो भने भोलि बिहान सरकारलाई ठुलो क्षति हुनेछ। हामीले बाहिर बसेर गर्न सक्ने केही पनि खुट्नु छैन। उताबाट काम भइरहेछ। खोला काट्ने प्रयास चाहिँ भइरहेछ। 2टा जेसिबी छ खोला काट्ने भइरहेछ। खोलाको चाप बढिरहेछ एकदमै। खोला यसरी आँसु उर्लिएर हेलिकप्टर भयो भने उद्धार हुन्थ्यो नि है? नेपाल सरकारले यो देख्दा पनि हेलिकप्टर उद्धार गर्न सक्दैन है? हेलिकप्टर भयो भने त गर्थेन होइन? मजाले उद्धारको लागि। हेर्नु त नवलपुरको यो सिडिओलाई पनि थाहा छैन यहाँको।